This phone, I didn't buy it. I waited 6 months for this. And honestly, I almost didn't get it. We were sparks on quiet street. मान्छेहरू अक्सर भन्ने गर्दछन् हरेक रिजल्टको पछाडि एउटा स्टोरी हुन्छ, तर हरेक स्टोरीको पछाडि एउटा स्ट्रगल हुन्छ। यो फोनको पनि एकदम रियल स्टोरी छ। So the story started during the time. I wanted to buy a new phone and my family also agreed. At first I planned to buy a Redmi phone because budget friendly पनि छ, simple पनि छ, सबै फिचरहरु पनि छ, किन एक्सपेन्सिभ फोन चाहियो भन्ने कुरा यो सोचे। But suddenly my brother talked to my dad and said, "यसको लागि आइफोन किन्दिम न त, यसले त कहिले मोबाइलै पाएन" भन्ने कुरा निस्केछ। ड्याडी आकाश को लगी फोन किन पर्यो? फोन त चानी उसको चा तर राम्रो छैन। 6 वर्षदेखि युज गर्दैछ। ठिक छ, किनम न त। And I didn't even knew about this. And one day he told me, "We are buying an iPhone." Literally, I was shocked at that moment. आइफोन सच्चीकै थ्याङ्क यू। मैले एक्सपेक्ट पनि गरेको थिएन। 6 वर्षसम्म पुरानो फोन अनि आज आइफोन। So after that, first we looked at iPhone 13 and I really liked it. But at that time we didn't have enough money to buy this phone and we just planned drop भयो त्यति बेला। Then again केही टाइम पछि चाहिँ के भयो भन्दाखेरि why not iPhone 15 किनौँ न त, किन भन्दा अलिकति पैसा थप्यो भने मजाले आइहाल्छ भन्ने कुरा भयो। तर फेरि प्लान ड्रप भयो, some few reasonले गर्दाखेरि ड्रप भयो। After that I stopped talking about phones and accept the situation, किनकि त्यस्तै सिचुएसन थियो, मैले केही गर्नै सकिनँ थिएँ नि त। तर मलाई हैन एउटा कुरा खतरा लाग्छ, मेरो दाइको मुड स्विङ चाहिँ कडा छ जस्तो लाग्छ क्या। One day he said that let's buy iPhone 16 and I was like no, I want iPhone 15। किन भन्दाखेरि मैले अलरेडी लाइक गरिसकेको छु यार, कस्तो मन पर्यो मलाई, क्यामेरा पनि त्यस्तै छ, साइड साइड टुक्कु टुक्क छ, अनि त्यसपछि कलर पनि मलाई बोबाल लागेको छ। बट यु नो वाट, दाइ भनेको त दाइ नै हो, इज द किङ अफ हाउस। उसले मलाई कन्भिन्स गरै छोडे एन्ड मैले त्यसपछि भिडियोहरू हेर्न थालेँ होइन, आइफोन 16 कस्तो कस्तो छ भनेर। एन्ड आई रियली लाइक इट है, मैले बिस्तारै बिस्तारै मन पराउँदै भएँ होइन। आफ्टर केही टाइम पछि लगभग 1 मन्थ हो कि 2 मन्थ अगाडि चाहिँ उसले के भन्छ भन्दाखेरिमा लेट्स बाई स्यामसङ। ब्रो व्हाट द हेक, आई वाज लाइक व्हाट, ब्रो व्हाट आर यु डुइङ एक्चुअली? But this time I didn't even change my mind. I decided no matter what, I want iPhone 16. So what? So I waited. किन भन्दाखेरि नेपालमा किन्न चाहिँ एकदमै धेरै एक्सपेन्सिभ छ। सो त्यही कारणले गर्दा दाइको कनेक्सनबाट इन्डियाबाट ल्याउने कुरा भइरहेको थियो, बट त्यो कुरा पनि ड्रप भयो। त्यो दाइ आउने कुरा भएन होइन, आई मिन मिलेन, दाइले आउने कुरा चाहिँ मिलेन इन्डियाबाट। सो त्यही दाइको कनेक्सनबाट चाहिँ उहाँले चाहिँ चाइनाबाट ल्याइदिनु भयो। So finally it came from China through my brother's connection, and today after 6 months I finally got this. इतनी खुशी And एउटा कुरा भनौँ तपाईलाई, this is not just a phone for me, this is my patience. मैले यति धेरै वेट गरेको छु नि यो फोन पाउनलाई होइन, मैले 6 मन्थ वेट गरेँ क्या लिटरली। कहिले यो भनेको छ, कहिले अर्को भनेको छ, कहिले अर्को भनेको छ, मैले माइन्ड चेन्ज गरेको छु, स्यामसङ किन्ने भनेको छ, ब्रोको मुड स्विङ भइरहेछ के भयो होइन। अनि दिस इज फाइनल्ली वी बनायो एन्ड थ्याङ्क्स टु माई ब्रदर, थ्याङ्क यू भेरी मच फर दिस। यसले चाहिँ एउटा कुरा चाहिँ के हेल्प गर्छ भन्दा म कन्टेन्टहरू भनेर हुन्छु नि त, त्यसलाई चाहिँ मलाई अलिकति हेल्प गर्छ। अनि त्यही हो, आई लभ दिस। यो चाहिँ यति बुझ्नुहोस् कि यो completely मेरो family support हो। So let's open it up. So let's open the box है त। So यो चाहिँ अलरेडी खोलिसकेको थियो है, यहाँ अलरेडी सिल खोलिसकेको छ अनि यो हालि पनि सकेको छु। Look at this bro, logo, I love this। खोलौँ है त अब। सो पासवर्ड चाहिँ म भनिदिन्छु है। सो अब सेटअप विथ another डिभाइस on here, let's set up। सो जोइन गरौँ है त। मैले हेरेँ छैन है अहिलेसम्म कसरी गर्छ भनेर, मलाई सेटअप यो भिडियो हेरेको छैन, मैले जस्ट लुक मात्रै हेर्थेँ अरू बेलामा। सो आई डोन्ट
फेस आइडी कम्प्लिट भयो गाइज। मलाई होइन यो एप्पल अकाउन्ट देखाइरहेछ होइन, यो तर फर्केट पासवर्ड डराउँदै भयो भने आएकै। त्यसैले हामी यसलाई के गर्छौँ भन्दाखेरिमा एकचोटि भिडियो हेर्छौँ के रहेछ, त्यसपछि देखाउँछु ल। मम्मी गुनासो गरिरहेको थियो अरे मोबाइलको धन्यवाद दिएन भनेर। धेरै 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 धन्यवाद तिनैजनालाई, चारैजनालाई। यस्तै हो। डोन्ट युज क्यामेरा कन्ट्रोलर। ओ continue. Welcome to iPhone. Sorry to get started. Yes. We were sparks on quiet streets, two hearts finding where to meet. But life pulled us apart, left me talking to the dark. Come on, look at me, look at my face. अब म मेरो एप्पल अकाउन्ट बनाउनु गइरहेको छु है। अनि त्यसमा तपाईँहरूले एउटा कुरा देखाउनै बिर्सेँ यार, केबल छ है। अनि यहाँ दुईवटा कुरा छ, दिस चार्जर भयो यो यत्रो यो छ है। के यार वेट, मोबाइलको सिल त तोड्न पाइएन। कस्तो बढेछ यार, हेर्नु न। दुईवटा आउँदो रहेछ गाइज। यस दुईवटा आउँदो रहेछ। अहिले हामी एउटा हाल्छौँ है त। आई सो यु ओए व्हाट द हेक ननसेन्स। यत्रो सानो चार्जर हुन्छ अरे। लुक एट दिस म्यान। जुन साइड हाल्यो नि घुसायो नि 20 वाटको रहेछ नि यो। लगाइट अब हामी चार्जरमा राख्छौँ। अब यो त्यो हाल्नु पऱ्यो कि यो बाहिरको प्रोटेक्टिङ ग्लास है त। सो दिस इज माई फर्स्ट भिडियो है त यहाँबाट। कस्तो देखिरहेको छु, राम्रै देखिरहेको छ है। फाइनल्ली यो पोसिबल बनाउनु हेल्प गर्नुभएको मेरो ड्याडी मम्मी दालाई धेरै धेरै थ्याङ्क यू सो मच। र स्पेसल थ्याङ्क्स टु हरिबोल दाई, सायद उहाँ भएर नै यो पोसिबल भयो, यो मोबाइल लिएर आउनु पोसिबल भयो, किन्न पोसिबल भयो। थ्याङ्क यू सो मच दाई फर यर हेल्प। एन्ड त्यही हो, फाइनल्ली अब युज गरिन्छ है त मोबाइल मजाले। Thank you so much guys for watching the video. If you like the video, please do like, share and subscribe. Subscribe ma यो बोतलले ड्याङ हान्नुस्, केही छैन है त। हामी अर्को भिडियोमा भेट्छौँ।